VFS मा डकुमेन्ट सबमिट गरेको कति दिनमा भिसा आउँछ त? तपाईहरुले सबैभन्दा अगाडि COE आइसकेपछि NOC भर्नुभयो। NOC भरिसकेपछि तपाईहरुले NOC को अप्रुभल लेटर पाउनुभयो अनि NOC को अप्रुभल लेटर पाइसकेपछि तपाईहरुले सबै डकुमेन्ट अकुमुलेट गरेर आफ्नो इनभोइस अनुसारको तपाईहरुले ट्युसन फी कलेक्ट गरेर ट्युसन फी सबमिट गर्नुभयो। अब तपाईहरुले ट्युसन फी पनि सबमिट गरिसक्नुभयो। अब तपाईहरुको फाइनल स्टेप रहेको छ VFS डेट बुकिङ। तपाईहरुले VFS डेट बुकिङ गरेर तपाईहरुले VFS मा डकुमेन्ट सबमिट गर्नुपर्ने हुन्छ। तपाईहरुको जापानिज भिजाको लागि होल प्रोसेसको लास्ट स्टेप रहेको छ VFS मा गएर आफ्नो एभ्री डकुमेन्ट सबमिट गर्ने। तपाईहरुले आफ्नो सबै डकुमेन्ट सबमिट गरिसकेपछि मात्रै तपाईहरुले भिजा पाउनुहुन्छ। तपाईहरुको डकुमेन्ट पुरै रिचेक हुन्छ एन्ड देन यु विल गेट योर भिजा अप्रुभल। अब तपाईहरुले भिजा कहिले पाउनुहुन्छ त? तपाईहरुले VFS मा गएर डकुमेन्ट दिइसकेपछि तपाईहरुले भिजा पाउनुहुन्छ अराउन्ड 8 to 10 days भित्र। यस गाइज 8 देखि 10 दिनको भित्रमा तपाईहरुले पाउनुहुन्छ आफ्नो भिजा। तपाईहरुलाई एम्बेसीले भिजा स्ट्याम्प हानेर पासपोर्ट पठाउँछ एन्ड देन पासपोर्ट पाइसकेपछि तपाईहरुले गएर प्लेन टिकट एन्ड एभ्रीथिङ को एक्सपेन्सेस बेहोर्नु पर्ने हुन्छ। सो मैले भनिहाले तपाईहरुलाई VFS मा डकुमेन्ट सबमिट गरिसकेपछि कति दिनमा तपाईहरुको भिजा आउँछ भनेर। द्याट्स ओन्ली 8 to 10 days। तपाईहरुलाई हामी यसरी नै जापानिज ल्याङ्ग्वेज पढाइदेखि लिएर तपाईको हामीले लास्ट स्टेपसम्म VFS डेट बुकिङ सम्मदेखि लिएर तपाईको प्लेन टिकट सम्म हामी सबै हेर्नेछौँ। तपाईहरुलाई मजाले हामी फुल्ली गाइड गर्नेछौँ। सो यो अक्टोबर इन्टेक मिस नगर्नु होला। यदि तपाईहरुको 5 इयर्स सम्मको ग्याप छ र GPA 2 भन्दा अबभ छ भने तपाईहरुले अप्लाई गर्न सक्नुहुन्छ। वी अस्योर यु 100% COE दिस टाइम। सो यस गाइज इफ यु आर इन्ट्रेस्टेड डु कन्ट्याक्ट अस। VFS मा डकुमेन्ट सबमिट गरेको कति दिनमा भिसा आउँछ त? तपाईहरुले सबैभन्दा अगाडि COE आइसकेपछि NOC भर्नुभयो। NOC भरिसकेपछि तपाईहरुले NOC को अप्रुभल लेटर पाउनुभयो अनि NOC को अप्रुभल लेटर पाइसकेपछि तपाईहरुले सबै डकुमेन्ट अकुमुलेट गरेर आफ्नो इनभोइस अनुसारको तपाईहरुले ट्युसन फी कलेक्ट गरेर ट्युसन फी सबमिट गर्नुभयो। अब तपाईहरुले ट्युसन फी पनि सबमिट गरिसक्नुभयो। अब तपाईहरुको फाइनल स्टेप रहेको छ VFS डेट बुकिङ। तपाईहरुले VFS डेट बुकिङ गरेर तपाईहरुले VFS मा डकुमेन्ट सबमिट गर्नुपर्ने हुन्छ। तपाईहरुको जापानिज भिजाको लागि होल प्रोसेसको लास्ट स्टेप रहेको छ VFS मा गएर आफ्नो एभ्री डकुमेन्ट सबमिट गर्ने। तपाईहरुले आफ्नो सबै डकुमेन्ट सबमिट गरिसकेपछि मात्रै तपाईहरुले भिजा पाउनुहुन्छ। तपाईहरुको डकुमेन्ट पुरै रिचेक हुन्छ एन्ड देन यु विल गेट योर भिजा अप्रुभल। अब तपाईहरुले भिजा कहिले पाउनुहुन्छ त? तपाईहरुले VFS मा गएर डकुमेन्ट दिइसकेपछि तपाईहरुले भिजा पाउनुहुन्छ अराउन्ड 8 to 10 days भित्र। यस गाइज 8 देखि 10 दिनको भित्रमा तपाईहरुले पाउनुहुन्छ आफ्नो भिजा। तपाईहरुलाई एम्बेसीले भिजा स्ट्याम्प हानेर पासपोर्ट पठाउँछ एन्ड देन पासपोर्ट पाइसकेपछि तपाईहरुले गएर प्लेन टिकट एन्ड एभ्रीथिङ को एक्सपेन्सेस बेहोर्नु पर्ने हुन्छ। सो मैले भनिहाले तपाईहरुलाई VFS मा डकुमेन्ट सबमिट गरिसकेपछि कति दिनमा तपाईहरुको भिजा आउँछ भनेर। द्याट्स ओन्ली 8 to 10 days। तपाईहरुलाई हामी यसरी नै जापानिज ल्याङ्ग्वेज पढाइदेखि लिएर तपाईको हामीले लास्ट स्टेपसम्म VFS डेट बुकिङ सम्मदेखि लिएर तपाईको प्लेन टिकट सम्म हामी सबै हेर्नेछौँ। तपाईहरुलाई मजाले हामी फुल्ली गाइड गर्नेछौँ। सो यो अक्टोबर इन्टेक मिस नगर्नु होला। यदि